हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला। आज चाहिँ 3 गते म चाहिँ रेडी भएर इक्जाम दिन जान लागेको छु। आज चाहिँ इक्जाम हो अनि म चाहिँ यो लग्दैछु ओछ्याउनको लागि। विशेष भन्नुपर्दा चाहिँ हिजो चाहिँ मेरो कान्छी दाइको छोरा जन्मेको छ अनि आज चाहिँ फेरि मेरो दाइको जन्मदिन। हिजो बाबु जन्म्यो, आज चाहिँ दाइको जन्मदिन। त्यही हो, एकदमै खुसी छु म। यहाँबाट नै मेरो दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। चाहिँ 8:30 भएको छ। सम्झना आएपछि मेरो साथी हामी चाहिँ स्कुल जान्छौँ। हेरौँ आज इक्जाम कस्तो हुँदो रहेछ। फाइनली हामी चाहिँ यता आइसकेका छौँ इक्जाम दिनको लागि। हामी यता बजारनिर पुगिसकेका छौँ। यो मेरो मोबाइल चाहिँ मामाको घर छोड्याउँछु बजारमा, म चाहिँ लग्दिनँ। साँझ आएपछि बाँकी भ्लग बनाउँछु। चाहिँ मेरो साथी उयो सम्झना अगाडि भनेको थिएँ अनि हामी चाहिँ जाँदैछु। फाइनली हामी चाहिँ इक्जाम दिएर आइसक्यौँ। ऊ चाहिँ मेरो बहिनी, हामी चाहिँ ऊ चाहिँ मेरो दिदी। हामी चाहिँ जाँदैछौँ, गाडी आउँदैछ उताबाट। चाहिँ यस्तो छ फेरि ल है ल, गाडी कतिखेर आउँछ हामी चाहिँ गाडीलाई पर्खिरहेका छौँ। ल है ल गाडी। ओ हाम्रो गाउँ चाहिँ मौसम कस्तो हुन्छ म अन्तिमसम्म देखाउने प्रयास गर्नेछु। अन्तिमसम्म हेर्नुहोला। हमरा चाहिँ पनि गाडी पढ्ने भेटाइसक्यो। हामी चाहिँ आइसकेका छौँ। फाइनली हामी चाहिँ यता गाडीबाट ओर्लिएर आइसकेका छौँ कुदु। अब चाहिँ हामी हिँडेर जानुपर्छ। यतातिर चाहिँ हामी हिँड्छौँ। हामीसँग चाहिँ उहाँ दिदी हुनुहुन्छ अनि हामी चाहिँ जाँदैछौँ। आज चाहिँ आकाश एकदमै दामी देखिरहेको छ क्या। यतातिर चाहिँ गाउँ काटिसक्नु भएको रहेछ यहाँको मान्छेहरूले। पल शाह चाहिँ अगाडि नै आइसक्नु भएको छ अरे। पल शाह, हामी चाहिँ पल शाहलाई हेर्नको लागि आएको। पल शाह चाहिँ अगाडि गइसक्नु पऱ्यो। हामी चाहिँ अझै पनि हिँड्दैछौँ। त्यसमा देखाउने छु, अनि त्यसमा हेरिदिनु होला। यहाँ चाहिँ मन्दिर रहेछ, मन्दिर छ शिव र पार्वती। यो मन्दिर चाहिँ कुदु यता पिपलको रुखनेर छ। हजुरहरू पनि आउनु होला। अरे बाप्पा, यस्तो छ बाटो चाहिँ। हामी चाहिँ यस्तो बाटोबाट जानुपर्छ। फाइनली गाइज हामी चाहिँ छौँ। सकेका छौँ गाइज। हामीले चाहिँ टिकट पनि लग्यौँ। टिकट चाहिँ 150। बच्चा कुचिया छोरे के त्यहाँ किल्चिया छोरे।
जमदम यतातिर चाहिँ यस्तो जाम छ हेर्नुहोस् बाहिर जान पनि एकदमै गाह्रो छ कसरी जाने फाइनली गाइस हामी चाहिँ गइसक्यौँ मौसमबाट अनि मैले चाहिँ मेरो सानो बाबुलाई समातेको छु न मन त तर स्टेजमा जान पाइँदैन सब हेरेर गइसक्यौँ गाइस हाम्रो दिदीले आफ्नो बच्चा मलाई बोकाइदिनु भएको अब चाहिँ हामी पुगेपछि गाडीको वेटिङ गर्छु वेलकम छ मेरो भाउजूलाई मेरो भलाइमा थ्याङ्क यू मेरो दिदीलाई पनि वेलकम छ है मेरो भलाइमा हामी चाहिँ बललाई हेरेर आइसकेका छौँ गाइस मेरो खाँचो चाहिँ यस्तो भइसकेको छ नास्ता खाँदैछु अब हाम्रो चाहिँ यता नास्ता आइसकेको छ नास्ता भन्दा नि खानेलाई जन्मेका हो खाऊ हामी चाहिँ यता आइसक्यौँ यता ठिकै छ आजको दिन एकदमै खराब भयो गाइस फाइनली गाइस हामी चाहिँ आइसक्यौँ पल्सालाई चाहिँ हेऱ्यो फाइनली गाइस त्यही हो हामी चाहिँ आइसक्यौँ बाइ